र पार्टीका सभापति रवि लामिछानेले 5 दिने औपचारिक रूपमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण टुङ्ग्याएर भर्खरै फर्किनु भएको छ। केही मिनेट अगाडि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर पत्रकारसँग गरेको सार संक्षेपको सन्दर्भलाई म 4वटा बुँदामा चर्चा गर्दैछु। यसको विस्तारको छलफल अनि भ्रमण, त्यसका बुँदाहरू, कोसँग भेट भएको थियो, कुन अल्पकालीन कुन दीर्घकालीन महत्त्वका विषय छन् भन्ने विषयमा म विस्तारमा चर्चा गर्छु। तर यसलाई भोलि अथवा अन्तरालमा गर्दा अरू टिप्पणी गर्न सकिन्थ्यो, तर पत्रकार सम्मेलनका केही मिनेटका सन्दर्भहरूलाई 4वटा बुँदामा चर्चा गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो भ्रमण अब नेपाल भारत सम्बन्ध चाहिँ परम्परागत नभएर विकास कूटनीतितर्फ अग्रसर भएको भनेर सूत्रबद्ध गरेका छन्। दोस्रो, यो सम्बन्धको रिसेट हो। त्यो रिसेट शब्दलाई उल्लेख गर्दै विशेष गरी अखबारमा आफ्नो लामो आलेख छापिएको सन्दर्भलाई पनि उद्धृत गर्दै त्यसमा भएका कुराहरूलाई पनि विस्तारमा चर्चा गरेका छन् र नेपाल भारत सम्बन्ध अब रिसेटको अवस्थामा आइसकेको छ, पुनरावलोकनको अवस्थामा। तेस्रो, पत्रकारको जिज्ञासामा अन्तर्राष्ट्रिय सीमामा भएको विवाद, लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा त उठाउनु भएन नि भन्ने विषयमा एक्टिभिजम गर्नु एउटा कुरा हो, तर कूटनीतिक सम्बन्ध अर्को कुरा हो। कूटनीतिका विषयलाई झ्याली पिटे जस्तो अथवा डङ्क पिटे जस्तो पिटिँदैन। त्यो विषय मर्यादित र कूटनीतिक माध्यमबाट गरिन्छ, ढोल पिटाइबाट हुँदैन। तेस्रो सार संक्षेप। र चौथो चाहिँ भ्रमणका विषयमा थियो पत्रकारहरूको जिज्ञासा। पारस्परिक रूपमा नरेन्द्र मोदी अथवा आफ्ना समकक्षीको भ्रमणलाई आमन्त्रण गर्ने विषय र प्रधानमन्त्री बालेनको भ्रमणका विषयमा गरिएको जिज्ञासामा आफूले आफ्ना भारतीय समकक्षी भारतीय जनता पार्टीका अध्यक्षलाई भ्रमणमा आमन्त्रण मात्रै गरेको होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिसकेको र समय तालिका मिलाएर उहाँहरूको भ्रमण क्रमशः हुँदै जाने भन्ने जिज्ञासालाई समाधान गर्दै बालेनको भ्रमणको तालिकामा भने कूटनीतिक रूपमा उत्तर दिनुभयो। आफूले जसरी सरकार गठनको सिलसिलामा पार्टी र सरकारको गठनको सिलसिलालाई समानान्तर रूपमा अगाडि बढाउने भन्ने निर्णय भए अनुरूप नै पार्टीका गतिविधि र कतिपय सरकार सञ्चालनका गतिविधि बाहेकका यस्ता भ्रमणका सिलसिला पनि कि पार्टी सभापतिले अथवा परराष्ट्र मन्त्रीले अथवा तत्पदाधिकारीले गर्ने, तर सरकारको निरूपण गर्न चाहिँ प्रधानमन्त्रीलाई सरकारमै केन्द्रित हुने, त्यसैले अहिले नै भ्रमण तय भइ नसकेको र त्यो अनिश्चयको प्रश्नलाई उहाँले पनि पुर्दिनु भएको छ। अब यसलाई विस्तारमा चर्चा गरौँ। पार्टीको विशेष गरी सरकारमा संलग्न भन्दा इतरका पदाधिकारीहरू संलग्न भएको र प्रवक्ता मनिष झाले संक्षेपमा पत्रकारहरूलाई सम्बोधन गर्दै